हामी ओखलढुङ्गाबाट आउने क्रममा चाहिँ एउटा यहाँ गाडी दुर्घटना भएको रहेछ। त्यसमा चाहिँ फलफुलहरू चाहिँ ल्याएको रहेछ। त्यो फलफुलहरूको गाडी चाहिँ अगाडि पिकअप नपुगेर हो या त के भएर हो लडिरहेको रहेछ। हामी आउने क्रममा यात्राको क्रममा अगाडि हामीले देखिसके पछाडि त्यसमा हेर्ने रमित गर्ने मान्छेहरू चाहिँ प्रशस्तै देखियो। तर सहयोग गर्छु, सहयोगको भावना लिन्छु भन्ने मान्छे चाहिँ कमै देखियो क्या। अनि हुन त हामी नेपालीहरूमा सहयोग भन्ने के हो र सहयोग कसरी गर्ने भन्ने त्यो थाहा पनि नभएर पनि हुनसक्छ। तर तर हामीले यसमा के सोच्छौँ भने अरूको चाहिँ बितोस् बिग्रियोस् भन्ने सोच्छौँ अनि आफ्नो चाहिँ रोइकराइ गर्छौँ क्या। त्यो होइन नि त। हामीले सहयोग गर्नुपर्छ भन्ने एउटा सिद्धान्त पनि बोक्नुपर्छ क्या।